सम्पूर्णमा नमस्कार। म सुमन थापा। मेरो घर चाहिँ बारदसी 6 झापा सिमलचोक हो। मैले हालसालै सञ्चालित एसई परीक्षामा डिभिजन अङ्ग्रेजी माध्यमिक विद्यालयबाट सहयोग भई 3.95 जिपिएले बारदसी गाउँपालिकाको छात्रतर्फबाट प्रथम हुन सफल भएको छु। मेरो एसईको आफ्नो अनुभवको सेयर गर्नुपर्दा मेरो चाहिँ स्टार्टिङ कक्षा 10 को स्टार्टिङदेखि नै मेरो टार्गेट भनेको 4 जिपी थियो। त्यसको लागि मैले त्यही अनुसारको मेहनत गर्दै गएँ। त्यसको लागि मैले विभिन्न पब्लिकेसनको बुकहरू ल्याएर त्यहाँदेखि पनि टपिकहरू बुझ्दै जाने। त्यसपछि किताब आफ्नो एउटा किताबको मात्रै नभएर इन्टरनेटबाट पनि धेरै हेल्प लिँदै आफ्नो टपिकमाथि क्लियर हुँदै गए। यसको लागि मेरा शिक्षकहरूले पनि धेरै सहयोग गर्नुभयो। उहाँले नयाँ रेफरेन्स बुकहरू दिने, युट्युबका भिडियोहरूको लिङ्कहरू सेयर गर्नेदेखि लिएर कसरी लेख्दा चाहिँ धेरै मार्क्स ल्याउन सकिन्छ र पर्फेक्ट 4 जिपी ल्याउन कसरी सकिन्छ भन्ने सिपहरू सिकाउँदै जानु भयो। त्यही अनुसार मैले पनि गर्दै गएँ। मेरो परिवारमा पनि पढ्ने वातावरण निकै राम्रो थियो। घरमा मलाई कामभन्दा पनि धेरै पढाइमा नै फोकस गर्न प्रेरणा दिनुहुन्थ्यो र मैले त्यही अनुसार त्यही वातावरणको उपयोग गर्दै मैले पनि आफ्नो मेहनत गर्दै गएँ। अनफर्चुनेटली 4 जिपी त आउन सकेन, तर 3.95 जिपीले पनि मलाई अझै मेहनत गर्नुपर्छ भन्ने सिकाएको छ। एसई पछाडि मेरो उत्कृष्ट कलेज छनौट गर्नु अर्को महत्त्वपूर्ण कुरा थियो। विभिन्न कलेजहरूको बारेमा हेर्दै जाँदा बुझ्दै जाँदा मैले लिबर्टी एसएस कलेजको वातावरण र यहाँको शिक्षकहरूको बारेमा बुझ्दै गएँ। यहाँका प्रधानाध्यापक टङ्क भट्टर सरको प्रोफाइल हेर्दाखेरि उहाँको शिक्षणप्रतिको समर्पणले मलाई एकदमै प्रभावित बनायो। उहाँको 12 वर्षभन्दा बढीको अनुभव र हजारौँ विद्यार्थीहरूलाई मार्गदर्शन गरिसक्नु भएको रहेछ। उहाँको सोच चाहिँ शिक्षा केवल पुस्तकमा मात्रै नभएर सम्पूर्ण विद्यार्थीको विकासमा हुनुपर्छ भन्ने मान्यता रहेछ। यही सोचका अनुसार यस कलेजले उत्कृष्ट शिक्षा प्रदान गर्दो रहेछ भन्ने मलाई विश्वास भयो। त्यही कारणले मैले यो कलेजलाई आफ्नो रोजेको हो। यस कलेजको वातावरण, यहाँका अनुभवी शिक्षक तथा प्रिन्सिपल सरको मार्गदर्शनले मैले आफ्नो लक्ष्य हासिल गर्न सक्छु भन्ने विश्वाससाथ मैले यो कलेजलाई आफ्नो गन्तव्य बनाएको। धन्यवाद। यदि हजुरहरू पनि यो कुनै उत्कृष्ट कलेजको खोजीमा हुनुहुन्छ भने लिबर्टी एसएस कलेज सजेस्ट गर्न चाहन्छु। धन्यवाद।